हेलो एभ्रिवान, सबैजनालाई शुभ बिहानी। हामी चाहिँ अब टुरको लागि निस्केको छौँ। 2 दिनको लागि तीर्थयात्रा हो। सबैजना अब रमाइलो गर्दै जाने कुरो भएको छ। भर्खर 2:18 गइरहेको छ बिहानको। म चाहिँ 1 बजे उठेको थिएँ। मेरो छोराहरू चाहिँ पछाडि सुतिरहेका छन् र अब उनीहरूलाई उठाएर चाहिँ हामी चाहिँ फेरि निस्किने कुरो हुन्छ 3 बजेतिर चाहिँ। र यसरी नै हामी चाहिँ तीर्थयात्राको लागि जाँदैछौँ। सबैजनाले फुल वाच गरेर सपोर्ट गरिदिनु होला भन्दै राखेँ है त। हस् त, धन्यवाद। हामी चाहिँ निस्किसकेको है। बाटोमा अँध्यारोमा केही देख्ने जस्तै छैन। अँध्यारोमा छोरो अगाडि हिँड्यो। हामी चाहिँ गाडीतिर गएर बस्ने कुरो हुन्छ। हामी चाहिँ यता चाहिँ टोयलेटतिर प्रस्थानमा छौँ। सबैजना हाम्रो गाडी रोकेर बसे हामीलाई। हामी चाहिँ यता यसरी टाउनदेखि म्युनिसिपलसम्म चाहिँ हामी रमाइलो भइरहेको छ। निकालेर गीत गाउँदै रमाउँदै खेल्दै हामी चाहिँ नाच्दै भिडियो खिच्दै भ्लग गराउँदै हुनु है। सबैजनाले मैले देखाइदिने पाल्पातिर लाग्यौँ। सरी पाल्पा लागेको छ। हामी अहिले सिद्ध बाबा लाग्यौँ। सिद्ध बाबापछि हामी चाहिँ सिद्ध बाबा दर्शन गरिन्छ। सिद्ध बाबा दर्शन गरिसकेपछि चाहिँ मैले सिद्ध बाबाको भिडियो बनाइन फोटो राखेको छु। हामीले यसरी दर्शन गऱ्यौँ। वहीँ माथि गएर दर्शन गरेको हुनुहुन्छ। अब यहाँबाट चाहिँ मन्दिरतिर हिँडियो है हल्का फुल्का। जय श्री पाल्पा भैरव। मैले मन्दिर खिचे हौ। यहाँ चाहिँ रोड चढाउनु पर्ने सबैजनाले यहाँ भगवानको लक्ष्मीको दर्शन गर्नु होला। लक्ष्मी माताको र मैले भैरवस्थानको पनि भैरवनाथ भन्नुहुन्छ सायद है। भैरवको पनि फोटो राखिदिएको छु। सबैजनाले हेर्नु होला अनि सपोर्ट चाहिँ गर्न नबिर्सिनु होला क्या है। सपोर्ट गर्नुपर्छ। लाइक कमेन्ट गरेर यताबाट हेर्नुहोस् त। यहाँ भैरवस्थानको लोकल भ्यू हेर्नु होला। घुमाएर भ्यूहरू त कति राम्रो देखेको, कति राम्रो। मलाई त यहीँ बस्नु लाग्थ्यो। फर्केर आउनु पनि मन लागेको थियो। मनै लोभाउने, मनै हलचलाउने रहेको थियो। कति राम्रो भ्यू छ गाइस। अब यति गरिसकेपछि त एउटा टिकटक त जानै पर्छ।
यति एउटा टिकटक बनाइसकेपछि फेरि त्रिवेणी पुग्यौँ हामी। मैले हिँडेको फोटो चाहिँ भिडियो बनाइनँ, डुबेको चाहिँ ल त्यसरी चुर्लुममा नुहाइयो, सबै पाप धुलाएर सबै साफ गरेर हिँड्यो। पहिला चाहिँ म 9 दिन भनेर यसरी हिँडिराखेको थिएँ है। पछि त मनले मानेन, फेरि कपडा खोलेर मजाले डुबेर नुहाएँ। यो चाहिँ पहिलाको भिडियो पछि भएछ फेरि। यसरी हिँडेर सबैले गाली गर्दै हुनुहुन्थ्यो, उता नजा भनेर, लडिन्छ लैजान्छ तानेर हो भन्दै हुनुहुन्थ्यो। र हामी चाहिँ यहाँ होटलमा बसेर मजाले गीत गाएर दोरी खेलेर रमाइलो गरेर हैरान। भात खायौँ हामीले चाहिँ, भात खाएर सुत्ने कार्यक्रम चाहिँ हुँदै थियो। तर यहाँ भिडियो चाहिँ यता र उता पोस्ट भएछ, साथीहरू माइन्ड नगर्नु होला। यो चाहिँ हामी हाम्रो गाडी चाहिँ यही हो र के भन्नु पाल्पा दर्शन गरेर चाहिँ भात खायो साथीहरू। त्यस्तै भयो भिडियो। ल हेलो आज चाहिँ रानी मल ल रानी मलमा आएको छौँ आज चाहिँ। ल सौ आन्टीलाई कस्तो लाग्यो? एकदम रमाइलो हो भन्नुपर्छ। आन्टीको कुरा सुन्नुभयो नि। आन्टीको कुरा सुनिसकेपछि चाहिँ म चाहिँ फेरि आफ्नै पोज दिन तर लागेँ। आन्टीलाई एउटा भिडियो खिचिदिनु न, म हिँडेको भनेको त म त फास्ट हिँडेछु क्या साथीहरू। यति फास्ट हिँडेछु नि, यति फास्ट हिँडेछु नि, पुरै छोडिदिनु फेरि आन्टीले लुगा लगाइदिएको अरे। ल ठिक छ, म एकचोटि घुमिदिन्छु पनि फेरि र पारेर भनेको पछाडि मान्छे देखेर लाज लाग्यो। सत्यवतीको लागि चाहिँ निस्किसक्यौँ है अब होटलदेखि सबैजना। अनि भजन गाउँदै फेरि अब हामी चाहिँ सत्यवती मन्दिर। सुरुमा चाहिँ हामी पाल्पामा सबै घुम्यो भ्याएर चाहिँ, अनि बास बसेर चाहिँ अर्को दिन चाहिँ सत्य देवी बजाइसँग मात्रै भेटेर आएको छौँ। हामी चाहिँ गाडी जाँदैन भनेको थियो, पछि फेरि एउटा ट्रक आएर चाहिँ गाडी जान्छ गाडी सिधै पुऱ्याइदिनु भयो। सत्यवती माताको लागि दर्शन गर्न चाहिँ हामीले गाडी ल्याउन सफल भयौँ, हिँडेर आउनु परेन। र यहाँको चाहिँ व्यवस्थापन यो समितिले यो फोगर के गरेको, यस्तो फोगर त नराख्नु पर्ने हो जस्तो लाग्छ है हामीलाई चाहिँ। र हामी चाहिँ अब यहाँ गाडी पार्किङ गरेर हामी चाहिँ थोरै 2 मिनट जति लाग्छ अरे माथि जानलाई चाहिँ। अब हामी चाहिँ अब हिँडेर जान्छौँ। सत्यदेवी माताको दर्शन गर्नुहोस्। ल सबैजना मैले भिडियो हालिदिएको छु। इच्छा कामना सबको पुरा होस्, सबैले सोचे आँटेको जस्तै होस् भनेर मैले चाहिँ भनेको छु। ल सबै तपाईँहरूले पनि दर्शन गर्नु होला भन्दै हामी चाहिँ यहाँ दर्शन गरिसकेपछि चाहिँ अब फेरि एउटा मन्नत मागिसकेपछि यहाँ फेरि उहाँहरूलाई चाहिँ फेरि माथा चढ्नु भएको कि के हो थाहा भएन। तर यसरी भिडियो हाल्न हुन्थेन, मैले चाहिँ हालेँ। उहाँलाई चाहिँ यस्तो भइरहनु भएको छ, माथिदेखि गुल्टिँदै आएर त्यसो गरेर सुत्नु भएको थियो। देउता चढेको हो कि के भएको हो त्यो थाहा भएन हामीलाई पनि। यसरी उहाँहरूले चाहिँ यति बेरसम्म त्यहाँ लडेको गरिरहनु भएको थियो, बसिरहनु पल्टेर त्यत्तिकै गरिरहनु भएको थियो कि लगभग आधा घन्टा 1 घन्टा जति, आधा 1 घन्टा। र हामी पनि सत्यवती देवी दर्शन गरेर घर पुरा लगाइसक्यो है, धेरै छैन। अब हामी बिस्तारै रमाइलो गर्दै है त। ल यहाँ चाहिँ के भिडियो खिचेको फोटो भएछ। र हामी चाहिँ सिजीमा आएर सिजीमा पनि हामी चाहिँ सिजीतिर आइएको कति राम्रो आएको है। घर आयो साथीहरू, आयो